कालदेखिको मिल्ने साथी हाम्रो मित्रता अरू सम्बन्धभन्दा माथि हामी स्वर घुम्न जान्थ्यौँ राति राति भागी भागी घरमा आमा बुवालाई डाकी मर्न मार्न तयार एकअर्काको लागि सँगै सँगै बस्थ्यौँ स्कुल पढ्दा हामी दुवै नजाने यदि एउटा बिरामी जे पनि पार्ने हाम्रो राम्रो थियो बानी उसले एक दिन ठुलो सरकार सोधे ओए खाने मैले पनि ताने सुन्नु छैन माने दिन बित्दै गयो अनि लाग्यो त्यसको बानी बिस्तारै क्लोजमा पस्यो जाने नजाने गाजा अनि गोटी सामान र पानी यो पछि त्यो जाने स्याप नभई पनि राम्रै नलाग्ने त्यसपछि फेरि कहिले उस्तै रहेन हामी नहुन सके आज तर तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ पहिले तर साथी निकै एक्लो छु अहिले नहुन सके आज तर तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ पहिले तर साथी निकै एक्लो छु अहिले कतिलाई ठग्यौँ घरमा आफ्नै आमा बुवासँग गर्थ्यौँ आफ्नो मालौ तर खाना छोडेनौँ बिस्तारै हामी एक अर्कासँग बोलेनौँ